हेलो साथीहरु नमस्कार। आज म तपाईहरुलाई बेलको जुस कसरी खाने कसरी बनाउने भनेर देखाउँछु है त। यसलाई भन्छन् पाकेको बेल। तपाईहरुले देख्नु भएको होला यो बेल हो हैन। पहाडतिर चाहिँ टन्नै हुन्छ। तराईतिर वालाहरुले चाहिँ अब तराईमा हुन्छ कि हुँदैन ठ्याक्कै थाहा छैन। मैले चाहिँ देखेन है तराईमा बस्दाखेरि 1 वर्ष भन्दा बढी भइसक्यो। अहिलेसम्म बेल चाहिँ देखेको छैन। यदि तपाईहरु हुन्छ भने कमेन्ट गर्नु होला। अब बेलको जुस कसरी बन्छ हेरौँ है त। लोकली रूपमा अर्ग्यानिक रूपमा बनेको यो जंगलमा फलेको यो बेल हो। अब यसलाई मजाले हामी बनाएर जुस बनाएर खान्छौँ है त। बोल्ला नै हो यसलाई यसरी निकालेर यहाँ राख्ने हैन। सब यो चाहिँ यसरी पाकेको यो यसरी 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 पहाडको आइसक्रिम भन्छ त्यो। पहाडको आइसक्रिम हो। पहाडको आइसक्रिम हो। तपाईहरु चाहिँ नि त्यहाँ फ्रिजको आइसक्रिम खानुहुन्छ। हाम्रो चाहिँ यही हो आइसक्रिम। हेर्नुस् ल हेर्नुस्। अब यो खायो भने तपाईँ चाहिँ निरोगी बन्नुहुन्छ। धेरै जस्ता रोगहरू तपाईँको यत्तिकै चट। इम्युनिटी पावर हाई हैन। अरू के पावर हाई गर्छ कमेन्ट गर्नुहोस्। ल हेर्नुहोस् अब यस्तो निस्क्यो। अलिकता यो पानी हाल्छौँ। यहाँ देखा यहाँ टक्कै जान्छ। अब ठिक्क पानी हालेर यसलाई हामी अब यसरी हातले यसलाई यस्तो गर्छौँ। सफा हात मैले पहिल्यै हात धोइसकेको छु। त्यसैले सफा हातले यसलाई मजाले मिलाउनु पर्छ। यो मिक्स गरेर एकदम पातलो बनाउने हैन। हातले यसरी चाहिँ यस्तो रहन्छ के यिनीहरू। यो पुरै फाइबर हो के हैन। जति सकिन्छ यो निकाल्ने यसबाट। अनि रहेको चाहिँ यो पछि यसरी फाल्नु पर्यो। यसरी यो चाहिँ यसलाई यस्तो मिक्स गरिसकेपछि राम्रोसँग यसलाई हामी यसरी छन्नी मार्फत यसलाई छान्छौँ। फेरि अझै प्युरिफाई यसरी हाल्ने। अब यो राम्रोसँग तल चाहिँ जाँदैन हैन। अब यसलाई अलि चलाउनु पर्छ। यसरी चलायौँ भने बिस्तारै जान्छ यो तल तपाईको भाँडामा। तपाईले आफ्नो स्वाद अनुसार जति राम्रो लाग्छ पातलो बाक्लो बनाउन सक्नुहुन्छ। मैले चाहिँ अलि बाक्लै बनाएको छु है त। अब यो चाहिँ तल जुन छानिदैन त्यसलाई फेरि फाल्नुपर्छ। यो खासै आवश्यकता हुँदैन। यसमा दानाहरू हुन्छ नि फाइबरहरूको यसको है। यसलाई अब हामी फालिदिन्छौँ। थोड़ा आयो अब टेस्ट कस्तो हुन्छ देखाउँछ है त। मस्त छ एकदम राम्रो है। टेस्ट पनि स्वास्थ्यवर्धक पनि बेलको जुस। अब यो सामान्य रूपमा बन्दो रहेछ हैन। केही धेरै मेहनत लाग्दैन। यो जुन ठाउँमा धेरै बेल उत्पादन हुन्छ ती ठाउँका मान्छेहरूले व्यावसायिक रूपमा पनि यो गर्न सक्नुहुन्छ। यसको जुस एकदमै बेलै महँगो छ। त्यसमा पनि जुस बनाएर तपाईहरुले बेच्न सक्नुभयो भने अब व्यापारिक रूपमा तपाईको आय आर्जन पनि बढ्ने भयो। गाउँघरतिर यो धेरै हुन सक्छ है। जंगलहरुतिर हुन सक्छ। कुन ठाउँमा छ ती मान्छेहरूले चाहिँ बजारीकरण गर्न सक्यो भने र यसरी चाहिँ तपाईले यसको जुस बेच्न सक्नुभयो भने हाम्रो चाहिँ आय आर्जन बढ्ने थियो। ग्रामीण अर्थतन्त्र पनि राम्रो हुने थियो भन्ने कुरा हो है।
त्यसैले सबैलाई शुभकामना छ। खानुस् अनि सक्नुहुन्छ भने बेच्नुस्, पैसा कमाउनुस्, आफ्नो गाउँको घरको अर्थतन्त्रलाई सुदृढीकरण गर्नुस्, शुभकामना छ।